हुन्छ बहिनीलाई धन्यवाद। अब हामी आज हुनेवाला दुला अनि दुलाही हाम्रो भाइ विवास लिम्बू र साथै हाम्रो बहिनी विमला राई हार्दिक अनुरोध गर्न चाहन्छु। हामी सबैजनाले ताली बजाउनेछौँ। अगाडि आएर यसरी हार्दिक अनुरोध गर्न चाहन्छु। हामी सबैजना ताली बजाउनेछौँ। हामी पुरानो बाइबलमा हेर्नु हो भने धेरै समय अगाडिको बाइबलमा हेर्नु हो भने बाइबलमा उत्पत्तिको पुस्तकमा हामी त्यहाँ के पाउँछौँ भने आदम र हव्वालाई परमेश्वरले सृष्टि गर्नुभयो। पहिलो मानिस है त परमेश्वरले सृष्टि गर्नुभएको पहिला मानिस परमेश्वरले सृष्टि गर्नुभएको चाहिँ मात्रै आदम हो, हव्वालाई होइन है त। अनि हव्वालाई चाहिँ परमेश्वरले आदमको देब्रेकरणबाट निकालेर सृष्टि गर्नुभएको थियो। त्यसैले गर्दा हुनेवाला दुलाई हाम्रो नानी विमला राई उहाँ बायाँपट्टि बसिरहनु भएको छ है त। तर अहिले चाहिँ हामी अहिलेको बाइबलमा हामी पाउँदैनौँ है त। देब्रेकरणबाट निकालेको भनेर हामी पाउँदैनौँ। पहिला हामीले पढ्दाखेरि हामीले भेटाएका थियौँ है त। हुन्छ, अब हामी ढिलो नगरिकन हामी सरासरी जानेछौँ। अब हामी पहिला हामी वचनबाट हेर्नेछौँ।